अलैँचीको पात चाहिँ सबै किराले खाएको छ नि त। अनि त्यो किराले खाएको पातहरूबाट अरूतिर नफैलियोस् भनेर त्यो किराले खाएको पात चाहिँ काट्नुको लागि फाइनली गाइस म चाहिँ अहिले रुममा आइसकेको छु। अब चाहिँ म सुत्न आँटेको अनि म होटेलभित्र नि बसिसकेको छु। हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। अनि आई होप तपाईँहरू आरामै हुनुहुन्छ होला। म पनि अहिले एकदमै आरामै छु। अनि अहिले चाहिँ म भर्खरै उठेर अब खाजा खानु भनेर आएको छु किचनमा। अनि अहिलेको मर्निङ भ्यू तपाईँहरू देख्न सक्नुहुन्छ। मर्निङ भ्यू चाहिँ एकदमै दामी देखेको छ है। मजाले घाम चाहिँ लागेको छैन, तर हल्का हल्का धुम्मेकोले गर्दा अनि हल्का घामले गर्दा एकदमै राम्रो देखिरहेको छ। अनि अब चाहिँ म खाजा खान आँटेको। अनि तपाईँहरू एकदमै आरामै हुनुहुन्छ होला। के भन्नु, अब चाहिँ म खाजाहरू खाइसकेर दाउरा बोक्नु भनेर जाँदैछु। तल रोडमा भएको अस्ति चिरेको दाउरा चाहिँ बोक्नु भनेर जाँदैछु। अब चाहिँ मेरो यो चाहिँ मेरो लास्ट भारी हो अहिलेको बिहानको। अब चाहिँ यो सकेर म खाना खानु जान आँटेको, किनभने 11 बजिसक्यो नि त। अनि अहिले चाहिँ भारी बोक्दा बोक्दा चाहिँ लास्टै गर्नु भएर मैले ज्याकेट पनि निकालेर आएको थिएँ। अब चाहिँ म यो पनि लिएर जान्छु। अहिले चाहिँ दिउँसोको कामको लागि म र बुबा अलैँची बारीमा जाँदैछु फेरि पनि। अनि अहिले चाहिँ लगभग 1:30 बजिसकेको छ। बुवा चाहिँ अगाडि गइसक्नु भएको छ। अनि म चाहिँ अलिक पछि पछि जाँदैछु अलैँची बारीमा। आज चाहिँ किन गएको भने अलैँचीको पात चाहिँ सबै किराले खाएको छ नि त। अनि त्यो किराले खाएको पातहरूबाट अरूतिर नफैलियोस् भनेर त्यो किराले खाएको पात चाहिँ काट्नुको लागि म र बुवा जाँदैछ अलैँची बारी आज। अहिले चाहिँ म र बुवा अलैँची बारीमा छौँ। अनि हामीले चाहिँ त्यस्तो किराले खाएको पातहरू चाहिँ काट्दै बोरामा भेला पारेको छौँ, यहाँ हेर्नु सक्नुहुन्छ। अनि यस्तो सुकेको छ नि त सबै, किनभने यसको पछाडि साइड चाहिँ सबै किराले खाएर अनि यो पातहरू चाहिँ सबै सुकेको हुन्छ। अनि हामीले चाहिँ त्यसलाई खोज्दै हामीले काटेर भेला पारेको छौँ। त्यो चाहिँ भरे एकछिनमा त्यसले चाहिँ आगोमा हालेर डढाउनेछौँ। अनि अहिले चाहिँ हामी बसिरहेको छौँ ढुङ्गामाथि, आराम गरिरहेको छौँ। अनि हामीले चाहिँ यहाँ यता मासतिर चाहिँ सबै सकेको, अब यता अलिकति तलतिर बाँकी छ। अनि अहिले चाहिँ ढुङ्गामाथि आएर बसेको। म चाहिँ यहाँ तल्लो ढुङ्गामा छु। अनि बुवा चाहिँ देख्न सक्नुहुन्छ त्यहाँ माथिल्लो ढुङ्गामा बसिराख्नु भएको छ। अब चाहिँ हामी घर फर्किन आँटेको। अनि 5 पनि बजिसकेको छ। अनि हामीले अघि आधी जति चाहिँ डढायौँ अघि नै, अहिले चाहिँ यतातिरको अब यो पनि फेरि डढाउनु भनेर लाँदैछौँ। अब चाहिँ हामी यसलाई डढाउनु भनेर आइसकेको छौँ। यहाँ आगो बाल्दै हुन्छ बुवाले। अनि यति छ आज हामीले भेला पारेको। अनि अघि अब चाहिँ हामी घर फर्किँदैछौँ। अनि घर फर्किँदा खाली हात के जानु भनेर एउटा मुढा थियो, अनि त्यो मुढा बोकेर चाहिँ म जाँदैछु। अनि बुबाले चाहिँ बोराहरू छाप्रेहरू बोक्नु भएको छ अघि दिउँसो ल्याएको। अब चाहिँ रात पर्न आँटो, त्यही भएर घर फर्केको। म चाहिँ भर्खरै नुहाएर अनि आएको छु। लास्टै कपडाहरू पनि पुरै फोहोर भइरहेको थियो। अनि जस्तीदेखि चिलाउनेको दाउरा चलाएको, त्यसले गर्दा पुरै जिउ चिलाइरहेको थियो। त्यसले गर्दा मैले आज चाहिँ नुहाइदिएको छु।
अब चाहिँ अलिक खुल्ला भइरहेको छ। अब चाहिँ खाना खान आँटेको हामी। अनि टाइम चाहिँ 7:30 भइसकेको छ। अब चाहिँ खाना खानु भनेर आँटेको। अनि आज चाहिँ अलिक ढिलो भयो। अनि अघि नुहाएकोले गर्दा अलिक जाडो भइरहेको छ एकदमै। फाइनली गाइस म चाहिँ अहिले रुममा आइसकेको छु। अब चाहिँ म सुत्न आँटेको। अनि म ओछ्यानभित्र नि पसिसकेको छु। किनभने रात धेरै परिसक्यो नि त, 8:30 अनि झन्डै 9 पनि बज्न आँटिसक्यो होला। त्यही अब चाहिँ म सुत्न आँटेको छु। आई होप तपाईँलाई आजको भिडियो मन पऱ्यो होला। मन पऱ्यो भने लाइक, कमेन्ट अनि सेयर गर्न चाहिँ नबिर्सिनु होला। अनि सब्सक्राइब चाहिँ प्लिज गरिदिनु होला। कतिजनाले भिडियो हेरेर पनि सब्सक्राइब गरिदिनु भएको छैन। प्लिज सब्सक्राइब चाहिँ गरिदिनु होला यस्तो यस्तो भिडियोहरूको लागि। अनि फेरि पनि भेट्नेछु अर्को भिडियोमा। तबसम्म आफ्नो र आफ्नो परिवारको ख्याल राख्नु होला। हस् त, बाई, थ्याङ्क्स फर वाचिङ। म चाहिँ यहाँ तल्लो ढुङ्गामा छु। अनि बुवा चाहिँ देख्न सक्नुहुन्छ त्यहाँ माथिल्लो ढुङ्गामा बसिराख्नु भएको छ।